एसिस्टेंट प्रोफेसर आईटी का एसिस्टेंट प्रोफेसर आदरणीय व्यक्तित्व श्री रमाकान्त पाण्डेज्यूलाई ड्यासमा आई आफ्नोको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी क्यान महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष श्री नारायण खनालज्यूलाई म ड्यासमा आई आफ्नोको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले हलमा देखिरहेको छु क्यान महासङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष कृष्ण खनालज्यूलाई म अगाडि आसनहरूको लागि हार्दिक अनुरोध गर्दछु। क्यान महासङ्घ लुम्बिनी प्रदेशका कार्य समिति सदस्य श्री लक्ष्मीराज घिमिरेज्यूलाई म अगाडि आसनहरूको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको कार्यक्रम सम्पन्न गर्न यो आयोजना गर्न हौसला दिनुहुने हामीलाई सहयोग संस्थाको रूपमा यहाँ उपस्थित हुनुभएका कम्प्युटेकका सञ्चालक अथराइज डिस्ट्रिब्युटर अफ केसेलेट इडिम्याक्स सिलिकन पावरको उहाँ नेसनल डिस्ट्रिब्युटर हुनुहुन्छ र आजको कार्यक्रम सम्पन्न गर्न मुख्य सहयोगीको रूपमा यहाँ पाल्नुभएको छ। उहाँलाई पनि म ड्यासमा आई आसनहरूको लागि म हार्दिक अनुरोध गर्छु। प्रवीण कुण्डलियाज्यू क्यान महासङ्घ मोरङको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ, हामीलाई अत्यन्तै माया गर्नुहुन्छ। त्यसै गरी परिचित भई अग्रपङ्क्तिमा आसन ग्रहण गर्नका लागि विभिन्न जिल्ला सिराबाट पाल्नुभएका जिल्ला अध्यक्षज्यूहरू क्यान महासङ्घ बाँके, बर्दिया, ताङ, कपिलवस्तु, पाल्पा, गुल्मी, अराकाँची, नवलपरासी, रोल्पा, रुकुम, प्युठान शाखाका जिल्ला अध्यक्षहरू कर्मशः शिशिर नारायण श्रेष्ठज्यू, सूर्य केसीज्यू, माधव अधिकारीज्यू, अर्जुन थापाज्यू, थमन सारुज्यू, वासुदेव भैरज्यू, विनोद गैरेज्यू, सन्तोष रौनियारज्यू, प्रम थापाज्यू, तुलास ढोकाज्यू र जनक ओलीज्यू कृपया हलमा उपस्थित हुनुहुन्छ भने अगाडि आएर आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। पाल्पाका जिल्ला अध्यक्ष थमन सारुजी सायद यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई अगाडि आएर आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै अरू जिल्ला अध्यक्षहरू हुनुहुन्छ भने कृपया अगाडि आएर परिचित भई आसन ग्रहण गरिदिनु होला। त्यसै गरी क्यान महासङ्घ रूपन्देहीका निवर्तमान अध्यक्ष रामोदय गौतमजी हलमा हुनुहुन्छ, उहाँलाई अगाडि आएर आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी क्यान महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष लोकन पाण्डेज्यू हलमा हुनुहुन्छ, उहाँलाई अगाडि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको यो कार्यक्रमका कोअर्डिनेटर, कार्यक्रम संयोजक क्यान महासङ्घ रूपन्देहीका उपाध्यक्ष जीवन अधिकारीज्यूलाई म परिचित भई आसनलाई हार्दिक अनुरोध गर्छु। क्यान महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष लोकरी पाण्डे सर मैले अघि नै भनिसकेँ, कृपया परिचित भई आसनलाई म हार्दिक अनुरोध गर्छु। त्यसै गरी क्यान महासङ्घ रूपन्देहीका सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरू कर्मशः वरिष्ठ उपाध्यक्ष बिरबहादुर छेत्री परिचित भएर म हार्दिक अनुरोध गर्छु। वरिष्ठ उपाध्यक्ष बिरबहादुर छेत्रीज्यू, उपाध्यक्ष जीवन अधिकारीज्यू मैले अगाडि नाम लिइसकेँ। त्यसै गरी कोषाध्यक्ष सुभाष घिमिरेज्यू, सहसचिव कमला बस्नेतज्यू, बस्नेत कुमारज्यू, त्यसै गरी सदस्य रमेश घिमिरेज्यू, सदस्य रघुप्रसाद खनालज्यू, सदस्य पार्वती श्रेष्ठज्यू, सदस्य विष्णुप्रसाद गौतमज्यू, सदस्य सुब्रत भट्टराज्यू, सदस्य सुदीप ढकालज्यू, सदस्य नारायण अधिकारीज्यू, सदस्य कृष्ण घिमिरेज्यू सम्पूर्ण परिचित भई यथा स्थानमा आसनका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अग्रपङ्क्तिमा आसनका लागि म क्यान महासङ्घ रूपन्देहीका सम्पूर्ण पूर्व पदाधिकारीज्यूहरूलाई अग्रपङ्क्तिमा आई आसनका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विभिन्न संस्थाबाट पाल्नुहुने हाम्रा आमन्त्रित पाहुनाहरू, विभिन्न मिडियाबाट पाल्नुभएका पत्रकार महोदयहरू हुनुहुन्छ भने उहाँहरू र सम्पूर्ण यो हलमा उपस्थित महानुभावहरूलाई म यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। र म कार्यक्रमलाई नलम्ब्याई सर्वप्रथम म सम्पूर्ण उपस्थित महानुभावहरूलाई राष्ट्रिय गानमा सहयोग भइदिनु म हार्दिक अनुरोध गर्दछु र राष्ट्रिय गानका लागि हाम्रा टेक्निसियनहरूलाई म अनुरोध गर्दछु। कृपया सबैजना आफ्नो स्थानबाट उभिएर राष्ट्रिय गानमा सहयोग भइदिनु होला। Sayuk tunga pulka ami yote ma
तर्फबाट 1 मिनेट विश्व शान्तिका लागि मौन प्रार्थनामा सरिक भइदिनु न म सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु र समय सुरु हुन्छ। धन्यवाद। सम्पूर्णलाई यथास्थानमा आसनहरूलाई म अनुरोध गर्छु पुनः र यो हालमा मौसमको प्रतिकूलताका कारण केही ढिला गरी आउँदै गर्नुभएका सम्पूर्ण साथीहरूलाई अगाडिको रोमा आएर यतापट्टि कुर्सीहरू खाली छ यहाँ आसनहरूलाई म अनुरोध गर्दछु र अब म कार्यक्रमलाई ढिला नगरी आजको यो महत्त्वपूर्ण कार्यक्रममा पाल्नुहुने हाम्रा विशिष्ट पाहुनाहरू र सम्पूर्ण उपस्थित महानुभावहरूलाई शब्दद्वारा स्वागत गरिदिनु हुन र सँगसँगै आजको यो कार्यक्रमको औचित्यमाथि प्रकाश पारिदिनु हुन क्यानमा सङ्घ रूपन्देहीका उपाध्यक्ष तथा आजको यो कार्यक्रमका कोअर्डिनेटर श्री जीवन अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद छ कार्यक्रम सञ्चालक तथा क्यान महासङ्घ रूपन्देहीका सचिव सुरेश चन्द्र भट्टराईज्यूलाई प्रमोटिङ बिजनेस थ्रु डिजिटल मार्केटिङ भन्ने विषयमा क्यान महासङ्घ रूपन्देहीले आयोजना गरेको 1 दिने कार्यशाला गोष्ठीका कार्यक्रमका अध्यक्ष तथा क्यान महासङ्घ रूपन्देहीका अध्यक्ष माधव अर्यालज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि तथा क्यान महासङ्घ केन्द्रीय उपाध्यक्ष सुदीप शर्माज्यू, क्यान महासङ्घ केन्द्रीय सचिव तथा क्यान महासङ्घ रूपन्देहीका पूर्व अध्यक्षज्यू, आजको कार्यक्रममा प्रमुख वक्ता प्रस्तुतिकर्ता भएर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका क्यान महासङ्घ केन्द्रीय पूर्व उपाध्यक्षज्यू तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकज्यू, हाम्रो कार्यक्रमलाई प्रायोजन गरी सहयोग गर्नुहुने सहयोगी संस्थाबाट पाल्नुभएका क्यान मोरङका अध्यक्ष प्रवीण कुण्डलियाज्यू, जसको बिजनेस फर्म कम्पिटेक भनेर काठमाडौँमा छ, उहाँ एक इम्पोर्टर हुनुहुन्छ। त्यसै गरी हामीलाई सहयोग गर्नुहुने एचएमसी नेपाल प्राइभेट लिमिटेड दौवा टेक्नोलोजीका नेपालका अथराइज डिस्ट्रिब्युटर मध्येका एक, अनि युसफ नेपालका जसले चाहिँ कम्प्युटर एक्सेसरिज इम्पोर्ट गरेर आफ्नो व्यापार अगाडि बढाएको छ। उहाँहरूले हामीलाई थोरै भए पनि आर्थिक रूपमा सहयोग गरी यो कार्यक्रमलाई अगाडि बढाउन ठुलो सहयोग गर्नुभएको छ। यसै गरी ग्यासमा उपस्थित सम्पूर्ण अतिथिगणहरू र यहाँ कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण क्यान महासङ्घ रूपन्देहीका सदस्यज्यूहरू, हामी अहिले यस्तो जटिल अवस्थामा छौँ, व्यापारहरू नभएर सटर आजभन्दा भोलि, भोलिभन्दा पर्सि खाली भइरहेको अवस्था छ। त्यो अवस्थाबाट भाडा घटेको छैन, भाडा बढेको बढेको छ, सटर खाली भएको भएछ, व्यापार नभएको अवस्था छ। त्यो अवस्थालाई हामीले कसरी निर्मूल गर्न सक्छौँ त? अब सटरमा बसेर होइन, हामी घरमा बसेर पनि व्यापार गर्नुपर्छ भन्ने सोच राखेर क्यान महासङ्घ रूपन्देहीले एउटा यहाँ व्यवसाय गरिरहेका हाम्रो क्यान महासङ्घ रूपन्देहीका सदस्यहरूलाई एउटा औद्योगिकरण तालिम गर्नु पर्यो भन्ने ध्येयले हामीले प्रमोटिङ बिजनेस थ्रु डिजिटल मार्केटिङ भन्ने विषयमा आज यो कार्यक्रम राखेका हौँ। यसले पक्कै पनि तपाईँ हामीलाई केही न केही फाइदा गर्छ। हामीले डिजिटल माध्यमबाट कसरी हाम्रो बिजनेसलाई प्रमोट गर्न सक्छौँ, त्यसले गर्दा हामीले अनेसरी गरेका खर्चहरू जुन सटर 20,000मा पर्ने सटरलाई हामीले 60, 80, 1, 1.5सम्म तिरेका छौँ। त्यो भनेको अहिले महिनाभरि 1.5 लाखको व्यापार छ छैन, स्टाफको खर्च अलग भयो, 1 लाख सटरको भाडा तिर्दा हाम्रो अवस्था हिजोभन्दा आजभन्दा भोलि माइनस भइरहेका छौँ। त्यसलाई चाहिँ हामीले कसरी कम गरेर डिजिटल मार्केटको थ्रु व्यापार गर्न सक्छौँ भन्ने एउटा चाहिँ ट्रेनिङ जस्तो राखेर हामीले बुझाउन त भनेर यो कार्यक्रम राखेका हौँ। यसबाट पक्कै पनि हामीलाई केही फाइदा हुन्छ। हाम्रा प्रस्तुतकर्ताले हामीलाई सहजीकरण गरेर कसरी गर्नेछौँ भनेर हामीलाई बताउनु हुनेछ र हामीलाई लागेको कन्फ्युजनहरू हामीले सोध्नेछौँ र यो हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण क्यान महासङ्घ रूपन्देहीका सदस्यज्यूहरूलाई मेरो आफ्नो व्यक्तिगत तर्फ तथा क्यान महासङ्घ रूपन्देहीको तर्फबाट स्वागत गर्दै मेरो भनाइको नियन्त्रण गर्छु। हस्त धन्यवाद। धन्यवाद
क्यानमासन रूपन्देहीका उपाध्यक्ष जीवन अधिकारीज्यू उहाँले आफ्नो स्वागत मन्तव्यसहित कार्यक्रमको बारेमा छोटो विवरण सहित यहाँहरूलाई जानकारी गराएर ल्याउनु भएको छ। र अब म ढिला नगरी आजको यो कार्यक्रमको औपचारिक शुभारम्भतर्फ यहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु र यो कार्यक्रमको औपचारिक रूपमा पानसमा बत्ती बालेर औपचारिक शुभारम्भ गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष सुदीप शर्माज्यू, विशिष्ट अतिथि केन्द्रीय सचिव नारायण श्रेष्ठज्यू र जिल्ला अध्यक्ष माधव भर्याल लगायत त्यसमा आसीन विशिष्ट व्यक्तित्वहरूलाई म उद्घाटन कार्यक्रममा पानसमा बत्ती बालेर उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। कृपया आजको यो प्रमोटिङ बिजनेस थ्रु डिजिटल टेक्नोलोजी विषय एक दिने अभिमुखीकरण कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु केन्द्रीय उपाध्यक्ष सुदीप शर्माज्यूलाई र सम्पूर्ण यथास्थानमा आसन ग्रहण गरिदिनु होला। र आज उपाध्यक्षज्यूले भनिसक्नु भएको छ, मुख्यतः दुईवटा सेसन यो कार्यक्रममा रहनेछन्। पहिलो सत्र हाम्रो जुन उद्घाटन सत्र तथा शुभकामना सत्र भनेर उद्घाटन तथा शुभकामना सत्रको रूपमा रहनेछ, जुन अहिले हामी यो सञ्चालन गरिरहेका छौँ। र दोस्रो सत्रमा प्रेजेन्टेसन प्रमोटिङ बिजनेस थ्रु डिजिटल मार्केटिङ भन्ने विषयमा हाम्रो मुख्य स्रोत व्यक्ति ज्ञान महासङ्घका पूर्व उपाध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेसर आइटी हाम्रा आदरणीय व्यक्ति रोमकान्त पाण्डेज्यूले हामीलाई यस विषयमा अभिमुखीकरण प्रदान गर्नुहुनेछ। र आजको यो कार्यक्रममा मुख्य सहयोगी संस्थाको रूपमा कम्प्युटेक हाम्रो प्रवीण कुण्डलियाजी यहीँ उपस्थित हुनुहुन्छ। अथराइज डिस्ट्रिब्युटर अफ K7 एडिम्याक्स सिलिकन पावर फर ओभरअल नेपालको लागि उहाँ अथराइज डिस्ट्रिब्युटर हुनुहुन्छ। उहाँले हामीलाई यो कार्यक्रमलाई ठुलो सहयोग गर्नुभएको छ। त्यसै गरी HMC नेपाल प्राइभेट लिमिटेड अथराइज डिस्ट्रिब्युटर अफ दौवा टेक्नोलोजी र युसफ नेपाल इम्पोर्टर अफ कम्प्युटर एक्सेसरिज, यो तीनवटा कम्पनीहरूले हामीलाई आजको यो कार्यक्रम सम्पन्न गर्न मुख्य सहयोग पुर्याउनु भएको छ। म उहाँलाई फेरि एकपटक आभार व्यक्त गर्न चाहन्छु। अब म थोरै सानो शुभकामना मन्तव्यहरू थोरै म यो कुरालाई अगाडि बढाउनेछु र त्यसपछि हामी सिधै प्रेजेन्टेसनमा जानेछौँ। सर्वप्रथम म पूर्वाध्यक्षज्यूहरूको तर्फबाट शुभकामना मन्तव्य राखिदिनु न म ज्ञान महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष लोकरी पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यो विषम परिस्थितिमा व्यापार व्यवसायमा देखिएको अत्यन्त विषम परिस्थितिमा यस्तो कार्यक्रम आयोजना गरेर ज्ञान महासङ्घले जुन व्यवसायीहरूलाई यही राहत दिने सुरुवात गरेको छ, यसको लागि सर्वप्रथम त म आयोजकलाई धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिगणहरू, उपस्थित सम्पूर्ण व्यवसायी साथीहरू, आज विश्वमा अर्थतन्त्रको एउटा धार अचम्मले स्खलित भइरहेको छ। यो कुरा त यहाँहरू सबैलाई अवगत नै छ। यसै सिलसिलामा हाम्रा कम्प्युटर व्यवसायी साथीहरूलाई कसरी केही समयको लागि स्थिर राख्न सकिन्छ भनेर आज आफ्नो व्यवसायलाई कसरी प्रमोटिङ गर्न सकिन्छ र स्थिर राखेर यो केही समय असहज परिस्थितिलाई रोक्न सकिन्छ भनेर जुन कार्यक्रम आयोजना गरिएको छ, यो आयोजकले मात्रै होइन, यहाँ उपस्थित सम्पूर्ण हाम्रा व्यवसायी साथीहरूले यसलाई
आत्मसात गरेर यसबाट केही फाइदा लिनुहुनेछ भन्ने मैले महसुस गरेको छु। उपस्थिति त हामीले जति बोलाइयो त्यति उपस्थिति होला सायद। हाम्रो यही क्षेत्रका व्यवसायी साथीहरूलाई बोलाउनु भयो होला भन्ने मैले ठानेको छु। अन्यत्र ठाउँहरूमा पनि यस्तो कार्यक्रम गरेर क्यानले अरू ठाउँका व्यापारी साथीहरूलाई पनि कसरी जोगिने यो अहिलेको विषम परिस्थितिमा अझै 2-3 वर्ष यो संसार नै, यो नेपालमा मात्रै होइन, यो संसार नै यो अवस्था जटिल अवस्था रहने सङ्केत देखिएको भनेर अर्थविदहरूले वर्तमान अवस्थामा भनिरहनु भएको छ र सङ्केत पनि त्यही अनुसार देखिएको छ। यो 2 वर्ष जटिल अवस्थाबाट पार पाउने व्यापारीहरू बाँचेर जाने, अरू चाहिँ एकदमै नामोनिशान नभएर जाने जस्तो स्थिति जुन देखा पर्दैछ, यसबाट जोगिनलाई आफूले जानेका कुराहरू एकले अर्कोलाई सहयोग गरेर हामीले अहिले यहाँ अब एउटा जातीय कुरा भने जस्तो लाग्छ। मारवाडी सङ्घमा के हुँदो रहेछ भने एउटा व्यापारी आफ्नै साथीभाइ कोहीलाई अप्ठ्यारो पर्यो भने अरू सबै मिलेर उसलाई उकास्ने जुन एउटा कल्चर मैले त्यहाँ 1-2 जना साथीहरूबाट देखेँ काठमाडौँमा हुँदा, यो सब यहाँहरू सबै तपाईँ हामी सबैमा यो नियम लागू गरेर एकले अर्कालाई सहयोग गरेर व्यवसायी साथीहरूलाई यो अप्ठ्यारो परिस्थितिबाट बचाउनु पर्छ। र यहाँका घर धनीहरूले पनि अहिले हाम्रो उपाध्यक्षले भन्नुभयो हाम्रो 1-1.5 लाख रुपियाँसम्म भाडा तिरेर बसेका साथीहरू हुनुहुँदो रहेछ भन्नुभयो। जुन अब यो विषम परिस्थितिमा यहाँका घर धनीहरूसँग पनि क्यान महासङ्घले पहल गरेर हुन्छ कि यहाँका अरू व्यावसायिक सङ्गठनहरूले पहल गरेर हुन्छ कि व्यवसायलाई बचाउन र आफूले 1 लाख पाइएको छ भने 30,000 लिएर भए पनि आफ्नो पनि ती बसिरहेका व्यापारीलाई आफ्नो घरमा राख्न, फेरि भोलि आउँछ दिन त्यो बेलामा यिनले कमाउँछन् र हामीलाई दिन्छन् भन्ने सोचेर भए पनि व्यवसायी घर धनीहरूले व्यवसायीहरूलाई राख्नुपर्छ। यो पहल यही क्यानले गर्नेछ भन्ने, यो सुरुवात पनि यही क्यान महासङ्घले गर्नेछ भन्ने, नेपालैभरि गर्नेछ भन्ने मैले अपेक्षा गरेको छु। अब यो आजको सायद धेरै भाषण गर्ने भन्दा पनि हाम्रो व्यवसायलाई कसरी उकास्ने, कसरी जोगाउने, कसरी धेरै माथि पुर्याउने र घरमै बसेर भन्नुभयो हाम्रो उपाध्यक्षले, घरमै बसेर अहिले एकजना मेरो अस्ति एउटा भाइले ल्यापटप चाहियो भने